Welcome to my new YouTube channel guys. चन्द्रजङमा सब्स्क्राइब गर्नु होला र भिडियो लास्ट सम्म हेर्दिनु होला। आज मसँग के छ त भन्ने कुरा सबै देखाउँछु। सबै सामानहरु देखाउँछु बट मैले भ्लग चाहिँ बनाउँदैन। तर भ्लग बनाउने सामानहरु चाहिँ देखाउँछु म तपाईहरुलाई। फर्स्टमा गाइजहरु म तपाईलाई एउटा गरिराको छ क्यामेरा 600D देखि Canon क्यामेरा 600D देखि गरिरा छु एन्ड स्ट्यान्ड पनि त्यही छ। सो म अरु भिडियो तर्फ गए अनि क्यामेराको लाइट छ गाइज यता हैन। यो लाइट भयो, यो ब्याट्री भयो, क्यामेराको लाइट म देखाउँदै छु। क्यामेराको लाइट पनि त्यही देखि बालिला छु तर यो कभर छ। यसलाई समथिङ 2600 जति परेको छ यसको। अनि यहाँ तल यो सहित आउँछ। यो भयो। त्यसपछि यो ब्याट्री छुट्टै पाउँछ। यो ब्याट्रीलाई 2500 हालेको छु मैले। जम्मा लगभग 5100 जति परेको छ यसको। अनि पछि क्यामेरादेखि फोटो खिचेपछि मोबाइलमा ट्रान्सफर गर्नको लागि टाइप बी को एउटा केबल छ अनि पछि टाइप सी को पनि छ र यो चाहिँ पेन ड्राइभर राख्ने, पेन ड्राइभ भन्नाले कार्ड रिडर राख्ने, मेमोरी कार्ड राख्ने छ। यसको प्राइस मैले भनेन तपाईहरुलाई। क्यामेराको प्राइस लास्टमा भन्ने छु, लास्टसम्म हेर्न जानु होला सबैले। अनि पछि क्यामेरा सफा गर्नको लागि यो लिएर आएको छु मैले 2500 को। अनि पछि म यो खोलेर देखाउँछु अनबक्सिङ गरेर तपाईहरुलाई। अनबक्सिङ त पहिले भइसकेको छ तर फेरि खोल्दिन्छु। सो भिडियोलाई लास्टसम्म हेर्नु होला। के छ यति नै हो। यहाँ के छ त भन्दाखेरि यहाँ हेरौँ, यहाँ खोलेर सबै खोलेर हेरौँ ल। फर्स्टमा यो छ खेलौना जस्तो लाग्छ तपाईहरुलाई हैन। यो चाहिँ हावा फाल्ने हो, धुलो फाल्ने हो। हावाले ट्याक्कै धुलो फाल्छ, यसले धुलो फाल्ने काम गर्छ। यो यता भयो। अनि तपाईहरुले यसलाई लेन्स पुज्ने, यसलाई ट्याक्क खोलेर लेन्स पुज्ने हो। मैले अहिले खोलेन, पहिले सफा गरिसकेको छु। 6-7 वटा दिएको थियो अनि पछि 4 वटा जति बचेको छ मसँग। त्यस्तै क्रममा हामीसँग एउटा ब्रश छ। यो ब्रशले क्यामेराको सेन्सर सफा गर्ने हो। यो लगाएर यो लगाएर ब्रश सफा गर्ने हो। त्यस्तै क्रममा हामीसँग छ, त्यस्तै छ। अर्को यो के हो यो मलाई खासै थाहा पनि भएन। अनि पछि यो छ धुलो पोच्ने, ट्याक्क सर पोच्दिने हो यसले। यो छ। त्यस्तै क्रममा यो छ कानमा हाल्ने जस्तै के हो खोइ ट्याक्कै थाहा त भएन। अनि यो छ लेन्स पोच्नका लागि। इफ यो भ्याइयो भने, यो सिद्धियो भने यसले यहाँ ट्याक्क लगाउने अनि पछि च्याप्ने। यो यसले लेन्स सफा गर्ने हो। सो त्यस्तै गरेर मसँग अर्को के छ त भन्दाखेरि क्यामेराको जुम लेन्स छ गाइज। जुम लेन्स छ 75 to 300 mm को जुम लेन्स छ। हाम्रो यो जुम लेन्स भयो। टाढाको चिज भयो, नजिक लिएर खिच्न मजा आउँछ यसले। त्यस्तै क्रममा मसँग छ अर्को किट लेन्स छ। 18-55 mm को किट लेन्स छ। यो लेन्स पनि यो लेन्स भयो, किट लेन्स हो यो। अनि पछि मसँग छ क्यामेराको चार्जर छ। 1 by 1 गरेर चार्ज लाउनु पर्छ यसमा। क्यामेराको चार्जर भयो यो हैन। यसरी लगाउने, ट्याक्क राख्ने। अनि पछि यसको ब्याट्री पनि होला। ब्याट्री ट्याक्क यसरी हाल्ने अनि पछि चार्ज लगाउने। एउटा गरेर चार्ज हुन्छ। मसँग 3 वटा ब्याट्री छ एउटा क्यामेरामा, 2 वटा एक्स्ट्रा यहाँ छ। एउटा ब्याट्रीलाई तपाईको 2500 सम्म पर्न जान्छ यो। मैले अस्ति भर्खरै नयाँ ब्याट्री किनेको 2 वटा। यो भयो। त्यस्तै क्रममा मसँग छ त एउटा एयरपोर्ट छ गाइजहरु। एयरपोर्ट यो एयरपोर्ट अस्ति भर्खरैको। यसले राम्रो काम गर्दैछ, राम्रो काम गरिरहेछ पनि। त्यस्तै गरेर मसँग छ अर्को यो छ स्मार्ट वाच। स्मार्ट वाच मैले लगाइराखेको छु। यो स्मार्ट वाच। अनि यसलाई ट्याक्क अनबक्सिङ गर्दाखेरि यहाँ चार्जरहरु छ। वायरलेस चार्जरहरु आउँदो रहेछ। यति नै छ हैन।
वायरलेस चार्जहरू यति यो भयो। त्यसपछि मैले अन्तिममा देखाउँदैछु गाइज ढ्याङ ड्रोन देखाउँदैछु। फाइनल्ली ड्रोन देखाउँदैछु मैले। यो ड्रोन डमी ड्रोन हो, खेलौना ड्रोन हो, तर खासै त परेन। प्रोपेलरहरू एक्स्ट्रा आएको छ। अनि पछि यो कारो आएको छ, कसरी उडाउने के गर्ने भनेको सबै लेखेको हुँदो रहेछ यहाँ। यो आयो। त्यस्तै क्रममा कन्ट्रोलरहरू छ हामीसँग। अनि प्रोपेलरहरू खोल्नको लागि त्यो रहेको छ। फाइनल्ली म तपाईहरुलाई अलिकति देखाउँछु। सो यो ड्रोनको यहाँ यसरी खोल्ने, अनि पछि लाइटहरू बल्न थाल्छ। यहाँ क्यामेराहरू यही हो, यी लाइटहरू बल्न थाल्छ। बिग्रिया भएर मैले बनाएको अस्ति भर्खरै। त्यसपछि रिमोट अन गर्ने, कन्ट्रोलर अन गर्ने। सो ब्याट्री नरहेछ क्या जस्तो छ। ड्रोनमा ब्याट्री पाइए जस्तो छ। ब्याट्री भ्याइएकै रहेछ ड्रोनमा। ड्रोनले काम गरेन। सो म तपाईहरुलाई ड्रोनको भिडियो फेरि पनि अर्को पटक लिएर आउनेछु। द्याट्स वाइ यही नै हो। यो भयो ड्रोनले काम गर्यो गाइज। ड्रोनले काम गर्यो, बट ब्याट्री डाउन भएको रहेछ। ब्याट्रीले काम गरेन। सो म फेरि एकपटक ट्राई गर्छु कस्तो हुँदो रहेछ। कामै गरेन यसले। ड्रोन डमी ड्रोन हो, खेलौना ड्रोन, बिग्रिहाल्छ, केही भइहाल्छ हैन। यो राखे पनि धेरै भयो, त्यही भएर पनि बिग्रिन लाग्यो होला। पावर पुगेन। सो ब्याट्री ड्यामेज भइगयो रहेछ हैन। ड्रोन फाइनल्ली ड्रोन कस्तो छ? ड्रोन एकदम बवाल छ हैन। म यसलाई राखिहालेँ। ड्रोन उडाएको भिडियो म फेरि पछि लिएर आउनेछु। प्रोपेलरहरू भयो, यो भयो। ल फाइनल्ली म हजुरहरूलाई क्यामेरा त देखाउन सक्दैन, क्यामेरादेखि नै भइरहेछ भिडियो सुट। अनि यही हो हैन। फाइनल्ली खै क्यामेराले त्यता सबै सिस्टमहरू यही छ हैन। लाइटहरू भयो, यो सब यही छ क्या। यो भयो। यो लाइटले गर्दा पुरै अनक्लियर ल्याइरह। द्याट्स वाइ धेरै नजिक भयो, त्यही भएर नजिकको क्याप्चर गर्न सक्दैन यसले। अनि म तपाईलाई लाइट भनेको ल स्ट्यान्ड यही हो हैन। फाइनल्ली स्ट्यान्ड यही हो। क्यामेरा त मैले क्यामेरा रेकर्ड